हामी चाहिँ साथीहरू यहाँ अब रेहानलाई चाहिँ हामी भेट्न जाँदै गर्दाखेरि चाहिँ हाम्रो माथि रेहानलाई स्कुलमा चाहिँ भेटेर चाहिँ हामी बजार घुम्नेछौँ। पेट्रोल हाल्न चाहिँ हामी यहाँ जाडोले गर्दाखेरि हामी चाहिँ एकदम टोपी लगाएर चाहिँ कत्रक्क भएर जाँदैछौँ। आमा पनि पुरा सबै कम्प्लेन। म त हिजो चाहिँ एउटा कुरामा चाहिँ साह्रै हाँस उठिरहेछ है। फाइनल्ली अब यहाँ पेट्रोल पम्प आइपुग्यो है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ पेट्रोल पम्प हामी पसिसक्यौँ पेट्रोल हाल्नको लागि गाडीमा। पेट्रोल पनि यहाँभित्र हुन्छ चाँडो। रेली हामी चाहिँ यहाँ अब निस्किसक्यौँ। अब हामी सिधै रेहान स्कुल जाँदैछौँ है साथीहरू। हामी चाहिँ रेहानको बोर्डिङ आएको थियो तर रेहान चाहिँ फाइनल्ली घर पुगिसकेको रहेछ। यहाँ चाहिँ रेहानको चाहिँ बोर्डिङ स्कुलमा आइसकेको। फाइनल्ली हामी चाहिँ यहाँनिर रेहानसँग भेट भइसक्यो गाइज। अनि यहाँ अहिले हामी चाहिँ रेहानको लागि कोट सुट हेर्नको लागि चाहिँ हामी यहाँनिर पसलमा छौँ। यहाँ हामी चाहिँ सुट हेर्दैछौँ। यहाँ आमा र दाइले चाहिँ सुट हेरिदिनुहुन्छ रेहानको लागि यहाँनिर एकदमै। हामी चाहिँ यहाँ छौँ दुईजना रेहान र म चाहिँ हामी भेट्दैछौँ। रेहानलाई चाहिँ हामी पर्खिरहेको छ साथीहरू। रेहानलाई चाहिँ बोलाएको छु नि त आज। अनि रेहान चाहिँ आउँदैछ। अनि रेहानलाई चाहिँ आज यहाँ भेटेर चाहिँ उसको यहाँनिर एउटा ड्रेस सिलाउनु दिएको छ। अनि त्यो चाहिँ हामी यहाँ लिन आएको। अनि अल्फन्स र म चाहिँ यहाँ रेहानलाई बाटोमा पर्खिरहेछौँ। रेहान चाहिँ अब आउँदैछ। हामी चाहिँ रेहान आउने बाटो हेरिरहेको छौँ गाइज। फाइनल्ली रेहान चाहिँ उहाँ हेर्न सक्नुहुन्छ साथीहरू। म पर रेहान आउँदैछ, मेरो छोरा, मेरो बहिनीको छोरा हामीसँग भेट्न आज आउँदैछ। मेरो काले रेहान हाय भने अल्फन्स दादा। अनि एक्जाम सिधै बाबा यहाँ रेहान मेरो छोरा। अलिक पर त काले यहाँ अल्फन्स र रेहान यहाँ दुईजना उप त दाजुभाइ। लु न एकचोटि एउटा भेट्यो ल। यहाँ चाहिँ रेहान र अल्फन्स। ल जाउँ जाउँ हिँड एक अल्फन्स ल हिँड त। कहाँनिर सिलाएको छ कि छैन एकचोटि सोध्नुपर्छ नि। दाइ कोट पेन्ट रेडी भइसक्यो कि के छ? रेहान आऊ त। मजाले लगाऊ है। मजाले प्याक गरिदिनु थियो ठ्याक्क सफा। अरू जस्तो फोड नगर्नु न। अब त ठुलो पनि भयो। मजाले लगाउने अनि ठ्याक्क राख्ने। अब त्यो अन्नपूर्णै पर्छ होइन। रेहान र म चाहिँ हामी चाहिँ कहाँ गएको के खानु भने पानीपुरी खानु भएको। आज हामी फाइनल्ली आमा छोरा चाहिँ यहाँ भेट भएर चाहिँ हामी पानीपुरी खान जाँदैछौँ गाइस। अनि अब रेहान हामी चाहिँ पानीपुरी खाएर चाहिँ हामी छुट्टिन्छौँ। त्यो जुठोला सफा खाएको होला सफा त्यो होइन ऊ पर्थ्यो होइन त्यो फोहोरला उना सफामा दिनु भन्न